सो वेलकम ब्याक दया हेङराई एन्ड सङ्गात मल्लको मुभिज मिथ ज्यूको टिजर आज सार्वजनिक भएको छ। यो टिजर देख्दा म धेरै एक्साइटेड पनि भएन र धेरै अपसेट पनि भएन। किन भन्दाखेरि दया हेङराई दाइ यस्तै टाइपको मुभिज हरेक पाली लिएर आइराखेका हुन्छ र यो मुभी पनि पछिल्ला मुभिजहरुसँगै सिमिलर टाइपको छ, तर केही कुरा यसमा फरक छ। र किन दया हेङराई दाइ यस्तै टाइपको फ्यामिली ड्रामा मुभिजहरु पटक पटक लिएर आइराखेका हुन्छन्, यो कुरामा पनि एउटा ट्विस्ट छ र एउटा सस्पेन्स छ, त्यो पनि म बताउँछु। यो दुवै जनाको जोडी नेपाली बक्स अफिसमा हरेक पाली तबाही मचाएको छ र यो पाली मचाउँछ जस्तो लाग्न त लाग्छ, तर केही कुराहरूले गर्दा सायद यो मुभिज फ्लप पनि हुन सक्छ। हुन त एउटा यस्तो स्ट्र्याटेजी दया हेङराई दाइले युज गर्छ आफ्नो मुभिजहरुमा जुन कि धेरैलाई थाहा छैन, त्यो कुरा पनि यो भिडियोमा म बताउँछु। सो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। सो सुरु गरौँ नम्बर 1 बाट। स्टोरी, यो मुभिजको स्टोरी राई लिम्बू मगर समुदायबाट रिलेटेड छ। यसमा दुई जना साथीको बीचको केमिस्ट्री र उनीहरूको बीचमा हुने वाद विवाद र त्यो वाद विवादले गर्दा हुने एक्सन्सको रिएक्सनहरू सायद यो मुभिजमा हामीले हेर्नेवाला छौँ। स्टोरी त्यति युनिक नलागे पनि यसमा इम्पोर्टेन्ट कुरा के छ भन्दाखेरि सौगात मल्ल र दया हेङराई दाइको प्रेजेन्टेसन। यो दुई जना जतिचोटि एउटा मुभिजमा देखेको छ त्यो मुभिजले राम्रो बक्स अफिसमा कमाई गरेको छ। हुन त यो मुभिजले पनि त्यो सम्भावना बोकेको जस्तो लागे मलाई। किन भन्दाखेरि दया हेङराई दाइको एउटा विशेषता के छ भन्दाखेरि उहाँको मुभिज एकदमै नेचुरल टाइपको मुभिज हुने गर्छ। हेभी भिएफएक्स, धेरै सिजिआईहरु त्योहरु नभएर एकदम नेचुरल रियल लोकेसनमा सुट गरेर बनाएको मुभी हुने गर्छ। त्यसले गर्दा अडियन्सहरु छिटो कनेक्ट हुँदो रहेछ र मुभी सुपर हिट हुन्छ। त्यही फर्मुलालाई दया हेङराई दाइले कन्टिन्यू गरेको छ मिथ ज्यू मुभिजमा पनि। यसमा पनि त्यही लेभलको फ्यामिली ड्रामा, त्यसमा हुने गतिविधिलाई पनि एकदम नेचुरली क्याप्चर गरेको छ। लाग्छ कि यो एउटा मुभिज होइन, कहीँ घटिरहेको घटनालाई जस्ट क्यामेराले रेकर्ड गरेको छ र यो एउटा ठूलो विशेषता हो दया हेङराई दाइको मुभिजको। र मलाई यो मुभीको टिजरमा सबभन्दा बेस्ट के लाग्छ भन्दाखेरि उनीहरूको बीचको केमिस्ट्री र त्यो सँगसँगै कमेडीको तड्का पनि खतरा लगाएको छ। टिजर हेर्दा नहाँस्ने मान्छेले पनि हाँस्छ, किन यस्तो यस्तो एलिमेन्ट्सहरूलाई जोडेको छ यो मुभिजले। मलाई लाग्छ फुल अफ इन्टरटेनमेन्टको प्याकेज हुनेवाला छ यो मुभी। टिजर एकदमै इन्ट्रेस्टिङ छ र यो मुभीमा रहेको एक्ट्रेसले पनि राम्रो इम्प्रेसन पारेको छ। उसको एक्टिङ, उसको पर्फर्मेन्स मलाई एकदमै रमाइलो लाग्यो हैन। सो मैले उहाँलाई टिजरमा एकदम राम्ररी नोटिस गरे। तर अरु पनि धेरै ट्विस्टहरु रहेका छन्, सस्पेन्सहरु रहेका छन्, यो टिजरले देखाउँछ हैन। सो म मुभीको लागि एक्साइटेड छु। किन दया हेङराई दाइको मुभिज हो, त्यसमा पनि सौगात मल्ल रहेको छ। स्वाभाविक कुरा हो यो मुभिज पक्कै पनि केही न केही धमाकेदार लिएर आउँछ भन्ने आशा त हुन्छ नै हामीलाई। तर म तपाईहरुलाई एउटा विशेष कुरा भन्न चाहन्छु दया हेङराई दाइको बारेमा। उहाँले एउटा यस्तो स्ट्र्याटेजी युज गर्छ आफ्नो मुभिजलाई लिएर कि हरेक पाली उहाँको मुभिज सुपर हिट हुने गर्छ, नत्र एभरेज हुने गर्छ या त ब्लकबस्टर हुने गर्छ, तर फ्लप चाहिँ खासै हुँदैन। किन दया हेङराई दाइ एकदम सेफ जोनमा रहेर मुभिज बनाउने गर्छ। उहाँको मुभिजमा धेरै बजेट लाग्दैन, एकदम साधारण गाउँघरको एउटा स्टोरी उठाउँछ, ठिक्क ठाकको बजेट लगाउँछ, लगभग मानौँ कि लो बजेट लगाउँछ। 1.5 करोड या धेरैमा 2 करोडसम्म बजेट जान्छ उहाँको। र त्यो बजेट रिकभर गर्नको लागि दया हेङराई दाइलाई धेरै मेहनत गर्नै पर्दैन, किन उहाँले ठिकठाक उहाँले आफ्नो फ्यान बेस बनाइसकेका छन्। राई लिम्बू मगरहरूले पक्कै पनि उहाँलाई सपोर्ट गर्नुहुन्छ। हुन त उहाँ देशकै सुपरस्टार हो, तर पनि राई लिम्बू मगरहरूबाट उहाँलाई धेरै नै सपोर्ट मिल्छ। अब त्यसले गर्दा उहाँहरूले मुभिज हेरिदिन्छ र बाँकी अलिकति पनि यताउताको अडियन्सले मुभिज हेर्यो भने त्यो मुभिजको बजेट रिकभर हुन्छ भन्नाले रिस्क अलिकति पनि हुँदैन दया हेङराई दाइको मुभिजमा। त्यतिकै एकैचोटि डिजास्टरै मुभिज बनायो भने मात्र त्यो मुभिजले बजेट रिकभर गर्न सक्दैन, बाँकी एभरेज मुभिजले उहाँको बजेट रिकभर गर्छ हैन। अब हिट हुनु, सुपर हिट हुनु त्यो मुभिजको स्टोरी मेकिङमा डिपेन्ड गर्छ हैन। वर्ड अफ माउथ राम्रो आयो भने झन् बवाल गरिदिन्छ र त्यही फर्मुला, त्यही स्ट्र्याटेजी युज गरेर हुन्छ पटक पटक दया हेङराई दाइले। यही कुराले गर्दा मलाई लाग्छ दया हेङराई दाइ एकदम सेफ जोनमा रहेर मुभिज बनाउनुहुन्छ र उहाँ लगभग कन्फिडेन्ट हुनुहुन्छ कि हाम्रो मुभिज फ्लप चाहिँ हुँदैन, एभरेज नत्र सुपर हिट नत्र ब्लकबस्टर हुन्छ। र यो मिथ ज्यू मुभिज पनि त्यही स्ट्र्याटेजीको एउटा पार्ट हो जस्तो पनि मलाई लाग्छ। ओभरअल म मिथ ज्यू मुभिजको टिजरलाई रिभ्यू दिँदा यो टिजरले ठिकठाक इम्प्रेसन पारेको छ, अलिकति एक्साइटमेन्ट थपेको छ, क्युरियोसिटी बढाएको छ, सस्पेन्सले पनि यो मुभिज प्रति मेरो ध्यान एकदमै केन्द्रित भएको छ। सो वेटिङ फर जस्ट
8 गते। तपाईहरुलाई कस्तो लाग्यो यो मिथज्यूको टिजर? आफ्नो प्रतिक्रिया कमेन्ट गर्नु होला र यो भिडियो लाइक गरेर च्यानल सब्स्क्राइब गर्नु होला। म यस्तै टिजर रिभ्यू, ट्रेलर रिभ्यू एन्ड मुभी रिभ्यू लिएर आइराखेको हुन्छु। सो प्लिज डोन्ट फर्गेट टु सब्स्क्राइब माई च्यानल। थ्यांक यू।